हेलो एभ्रीवन फ्रम पेडल बाइक्स नेपाल। आज चाहिँ हामी क्रस कन्ट्री बाइकको बारेमा रिभ्यू गर्न जाँदैछौँ, जुन चाहिँ देखिरहनु भएको छ तपाईँहरूले। अङ्कल भनिदिनु त्यसको बारेमा। यो चाहिँ नयाँ फ्रेम आएको छ है त। यो स्टाउटको SP11 भन्ने 6061 एल्युमिनियमले बनेको। हजुर, यो फुल एकदमै लेटेस्ट एक्सी बाइक हो। यो क्रस कन्ट्री बाइक, क्रस कन्ट्री एक्सी भन्छ, क्रस कन्ट्री हैन। हजुर, तपाईँको एकदम लाइट वेट छ, 3XL हैन। हजुर, अनि तपाईँको टेपर हेडसेट 1.5 को आउनु लाग्छ। हजुर, अनि तपाईँको अब यसमा चाहिँ एकदम लेटेस्ट हामीसँग साइज कुन छ? मिडियम रहेछ। यो साइज चाहिँ मिडियम स्मल, मिडियम स्मल, लार्ज छैन। अनि तपाईँको यसलाई चाहिँ हामीले फ्रेम बिल्ड गरेर यसरी बाइक बनाउन मिल्छ है त। यो फ्रेम चाहिँ हेर्नुहोस् होला एक्चुअली राम्रोसँग। ल फ्रेम चाहिँ म देखाइहाल्छु। टकको बारेमा हामीसँग कलर अभाइलेबल कतिवटा छ अङ्कल यसको? यो दुईवटा कलरमा, एउटा यो रेड र ब्ल्याक ग्रे। ब्ल्याक ग्रे, ल दुईवटा कलर रहेछ। तपाईँहरूले आफ्नै स्टाइलमा कस्टमाइज गर्न सक्नुहुन्छ कि महँगो पनि सस्तो पनि। फ्रेम चाहिँ यही हुनेछ होइन। फ्रेम मात्र छुट्टै पनि किन्न पाइन्छ नि त। फ्रेम मात्र छुट्टै किन्न पाइन्छ। र अब चाहिँ हामी यो बाइकको बारेमा रिभ्यू गर्न जाँदैछौँ। र हामीले एसेम्बल गर्दाखेरि हजुरको यो एक्सी भन्छौँ होइन, यो एक्सी भनेपछि क्रस कन्ट्री भयो। हजुर, अब क्रस कन्ट्री भनेपछि तपाईँको सबै ट्रेलमा जान मिल्यो, अप हिल डाउन हिल सबैमा राइड गर्न मिल्यो। भनेपछि क्रस कन्ट्री भन्ने बित्तिकै ट्राभल कतिसम्म हुन्छ अङ्कल? ट्राभल 120 सम्म जान्छ। 120 सम्म तपाईँ, तर यसमा चाहिँ 110 छ अहिले। 110। हजुर, अब यसमा चाहिँ हामीले 112 को सेटअप गरिदिएको छौँ। गियर सेटअप 112 को छ। हजुर, अब यसको स्पेसल भनेको मेन फ्रेम नै हो। फ्रेम नै सबभन्दा बेस्ट। अब हजुरले फ्रेम मात्र किनेर छुट्टै बिल्ड गर्छु भनेर पनि पाइयो। अनि अब बिल्ड गरेकै लान्छु या हामीले यहीँ बिल्ड गर्छु भन्दाखेरि हजुरले बिल्ड गर्न पाउनुहुन्छ हजुरको बजेट अनुसार। जस एउटा फाइदा चाहिँ के हो भने जस्तै अब कोही राइडरको के हुन्छ भन्दाखेरिमा सामानहरू सबै राम्रै हुन्छ, अब फ्रेम क्र्याक हुन्छ, कोहीको के हुन्छ फ्रेम मात्र खोजिरहेको हुन्छ नि त। अब मेरो साथीहरूको पनि त्यस्तो कति छ नि त। हो त्यस्तो अवस्थामा चाहिँ हाम्रो अङ्कलले चाहिँ फ्रेम मात्र पनि छुट्टै किन्न पायो भन्ने सुविधा चाहिँ राखिदिनु भएको छ। अब यो फ्रेममा चाहिँ हामीले लाइफ टाइम वारेन्टी पनि दिएका छौँ। ए लाइफ टाइमै हो? हजुर, यसमा लाइफ टाइम वारेन्टी छ। अब लाइफ टाइम वारेन्टी भनेपछि यसमा टेक्निकल मात्र वारेन्टी पर्छ होइन। अब क्र्यास भनेपछि कस्तो हुन्छ नि, अब यो एक्सी फ्रेम लिने अनि अहिले केटाहरूले डट जम्प गरेर उसमा उडालोमा झारेर यसमा 120 भन्दा माथिको सस्पेन्सन राख्यो भने वारेन्टी क्लेम नै हुँदैन। क्रस कन्ट्री नामै क्रस कन्ट्री भनेपछि चाहिँ क्रस कन्ट्री युज गर्नुभयो भने तपाईँलाई लाइफ टाइम वारेन्टी छ। अब यसमा यसको स्पेसलिटी भनेको अब तपाईँको यसमा 2XL भइहाल्यो। 2XL हो। हामी योभन्दा अगाडिको बाइक रिभ्यू गर्दाखेरि पनि हामीले भनेको थियौँ 2XL भनेपछि धेरै सेफ हुन्छ होइन भन्दाखेरि। अब अगाडि हामी यसमा चाहिँ पछाडिबाट जाउँ है त। योभन्दा अगाडिबाट गयो टायरबाट जाउँ सर पछाडिको। यो स्वाल्भेको ऱ्यापिड ड्रप भन्ने यो जर्मनी ब्रान्ड। त्यसपछि आएर हाम्रो रिम चाहिँ फेलिस हजुरको। अनि हब फास्टेस्टको माइक्रो स्प्लिन। यो बुस्ट कि नन बुस्ट अङ्कल? यो नन बुस्ट हो। नन बुस्ट तर 3XL छ। यो माइक्रो स्प्लिन भनेको अब तपाईँको सिमानोको जेन्युन क्यासेट राख्दाखेरि माइक्रो स्प्लिन नै चाहिन्छ है, त्यसको लागि माइक्रो स्प्लिन भनेको। त्यसपछि हाम्रो अब ड्राइभ ट्रेनतिर जाउँ अङ्कल। ड्राइभ ट्रेन चाहिँ सिमानो डिओरको 1/2 क्यासेट चेन 2 स्पिडको अनि सिफ्टर। अनि यसमा चाहिँ क्र्याङ्क सेट चाहिँ फेलिसको अलवेज 7075 है। फेलिस डाइरेक्ट माउन्ट भएको चेन रिङ हलोटेक भयो, डाइरेक्ट माउन्ट भयो। अनि तपाईँको डाइरेक्ट माउन्ट भन्नाले अङ्कल यो चेन रिङ तपाईँको डाइरेक्ट माउन्ट हुन्छ। दुई खाले आममै एट्याच हुन्छ, सिस्टम हुँदैन। दुई खाले हुन्छ। नट बोल्ट हुन्छ, तर भित्र चाहिँ यो डाइरेक्ट माउन्ट हुन्छ। यो चाहिँ कस्तो खालको हुन्छ र? यो सामको जस्तो। यो चाहिँ निकाल्न मिल्छ मिल्दैन? निकाल्न मिल्छ। यो थ्रेडवाला हो? थ्रेड हुँदैन, त्यसमा नट हुन्छ, छुट्टै हुन्छ भित्रवाला। यो सेम श्राम जस्तो GX। अब पहिलो सुरु अङ्कल यो फ्रेमको साइज भनौँ न। साइज चाहिँ स्मल र मिडियम हुन्छ। स्मल र मिडियम। 29R यो चाहिँ अहिले यो बिल्ड चाहिँ 29R को व्हिल साइज भयो। व्हिल साइज अनि फ्रेम साइज चाहिँ यो मिडियम भयो अहिले। मिडियममा भयो। हुन्छ, अब हाम्रो सिट पोस्टको बारेमा जाउँ न। अब सिट पोस्ट चाहिँ फनको रहेछ होइन, फनको स्याडल भयो। स्याडल चाहिँ फर्मेटको राखेको छ, यो चाहिँ फर्मेट जुन राख्न मिल्यो। अब त्यो फनको सिट पोस्ट फर्मेटको स्याडल छ होइन। अहिले यसमा ड्रपर छैन? ड्रपर पनि हाल्न मिल्यो। ड्रपर हजुरको आफ्नो बजेट अनुसार त्यसपछि आएर हामी अब ह्यान्डलतिर जाउँ अङ्कल। अब अगाडि फ्रन्टमा आउँदाखेरि अब
स्टेम हेडसेट चाहिँ सबै फेलिसको भयो फेलिस स्टाउट होइन हजुर हजुर अब स्टेम पनि फेलिसकै भयो सबै फेलिस अब ह्यान्डल बार पनि फेलिसकै भयो फेलिसकै अब हजुरको अगाडि फोक पनि अब फेलिसकै आरसी फेलिसकै हो सबै फेलिसकै आरसी 6 एयर है त यो 34 लेखेर रहेछ 34 mm 34 भनेपछि 34 mm हुन्छ यो लगआउट वाला रहेछ लगआउट वाला एयरमा भयो एयर सस्पेन्सन भयो अब एयर सस्पेन्सनमा चाहिँ यो 1 इयर्स ग्यारेन्टी नै छ यसमा पनि हामीले यो यसमा चाहिँ ग्यारेन्टी मात्र 1 वर्षको ग्यारेन्टी यो लक भएको छ यो हजुरको वेट अनुसार राख्न मिल्ने हुन्छ यो एयर सस्पेन्सनमा हैन अनि यसमा हामीले ग्रिप के भन्नु ग्रिप चाहिँ यो विन्ड स्पिडको छ अब यसमा हजुरको अर्को चोइस अनुसार नत्र फनको पनि राख्न सक्नुहुन्छ क्रोमेटको पनि राख्न सक्नुहुन्छ अनि यसमा कलरफुल स्पोक राखेको छ हामीले त्यही त मैले त्यही म्याचिङ गरेर त्यही हेरेर राखेको कलरफुल स्पोक छ हैन रेड म्याचिङ गरेर चाहिँ यो अगाडिको हब चाहिँ कुन अङ्कल यो फास्टेस्टकै हो यो फास्टेस्टकै मेड इन ताइवान भयो अनि हाम्रो ब्रेक चाहिँ सिमानोको M396 यो अहिले MT200 भनेर पपुलर छ त्यो सस्तो साइकलहरुमा जस्तो GTA त्यो साइकलहरुमा त्यो भन्दा धेरै बेटर क्वालिटीको यो डबलै रहेछ M396 M200 भनेर भन्नु र M300 के रे M400 भनेको मतलब ठ्याक्कै डबलै त्यसको पावरै डबल 400 बाट माथि चाहिँ तपाईको डियोर हुन्छ 510 600 615 अहिले 6000 6100 6100 भन्ने छ हैन जस ब्रेक राम्रै छ सिमानोको भनेपछि हजुर त्यो भन्दा बेटर सिमानोमा धेरै भेरिएन्ट हुन्छ कि तपाईको यो मलाई याद छ कि यो सबभन्दा सुरुमा मैले साइकल चलाउने बेलामा यो खालको ब्रेक थियो कि मैले यो खालको ब्रेक अपडेट गरेको थियो जुन चाहिँ त्यही बेलामा लगभग दुईटाको 10,000 जतिमा मैले अनि यसमा चाहिँ हामीले राइज स्टेम राखेको छौँ अलिकति यसको फाइदा के भनिदिनु अङ्कल क्रस कन्ट्रीमा अलिकति स्मुथ हुन्छ सहिलो अब कन्ट्रोलिङ सजिलो हुन्छ भनेर अलिकति अब अग्लो मान्छेलाई मिडियम साइज भएको भएर हजुर यो राखेको छ यसमा सर्ट स्टेम राख्न मलाई सर्ट स्टेम पनि राख्न मिल्यो अझ योभन्दा लङमा पनि राख्न मिल्यो डाउनमा पनि राख्न मिल्यो अहिले फेरि 29रमा डाउनवाला लो राइजमा लो राइजमा चाहिँ तपाईँको त्यो उकालोमा हान्न सजिलो भयो उकालोमा सजिलो भयो लो राइज पनि राख्न मिल्छ होइन अहिले हामीले यही बिल्डअप गर्दाखेरि तपाईँको यसको लगभग प्राइस अलमोस्ट प्राइसको कुरा गर्दाखेरि 165 सम्म आउँछ 1,65,000 हजुर सही अनि यसको फ्रेम मात्र कस्ट हजुरको 35,000 पर्यो यो कुरा चाहिँ अघि नै भन्नु खोजेँ मैले फ्रेम मात्र किन्न चाह्यो भने तपाईँहरू 35 मा मात्र 35 जुन चाहिँ लाइफ टाइम वारेन्टी तर त्यसमा ट्राभल चाहिँ हामीले 120 भन्दा बढी हाल्नु भएन क्रस कन्ट्री थ्रु एक्सल युज गर्नु भने हजुरको लाइफ टाइम वारेन्टी क्लेम गर्न पाइन्छ तर यतिको पाउनु त 35,000 मा लाइफ टाइम पर्नु त एकदम ठुलै कुरा मान्छु म चाहिँ अरू अङ्कल यसमा केही छ र हामीले छुटेको अब यसमा अब त्यो टायरको कुरा त अब स्वाल्वेको भइहाल्यो ऱ्यापिडो भइहाल्यो हजुर 29 2.25 भयो अब क्रस कन्ट्रीको लागि पर्फेक्ट बाइक छ यो अब रेस पनि खेल्न मिल्ने टाइपको बाइक भयो होइन हजुरको बजेट अनुसार अब क्रस कन्ट्री भनेर भएन क्रस कन्ट्रीमै अब अहिले 15-20 लाखसम्मको साइकल चल्न थालिसक्यो नेपाली धेरै अब यो चाहिँ अब हार्टेलको लागि बिगिनरमा क्रस कन्ट्रीमा राम्रो चलाउँछु भन्दाखेरि अब बिगिनरले अपग्रेड गर्नलाई यो चाहिँ एकदम बेस्ट बाइक भन्छु मैले 29 को रहेछ बबाले रहेछ ल यति भन्दै अङ्कल आजको भिडियो हाम्रो लास्टमा के हुन्छ केही भन्नुहुन्छ जान जाँदै अब लास्टमा भन्नुपर्दा त्यही हो अब डु भिजिट आवर सोरुम हाम्रो वेबसाइटहरू हेर्नु होला हाम्रो सोसल प्लेटफर्ममा भएको सबै पेडल बाइक्स नेपालमा सर्च गर्नुभएपछि पाउनुहुन्छ गुगलदेखि लिएर हरेक ठाउँमा हजुर अब हजुरलाई केही इन्क्वायरी छ त्यस्तो छ भने नि डाइरेक्ट इमेल गर्न सक्नुहुन्छ डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ त्योभन्दा बेस्ट चाहिँ हामीलाई वेबसाइटबाट इमेल गर्नुभयो भने हजुरलाई तुरन्त रिप्लाई हुन्छ अरू प्लेटफर्मबाट अलिक ढिलो हुनसक्छ कहिलेकाहीँ त्यस्तो भयो भने क्षमा प्रार्थी छौँ हुन्छ त्यसको लागि अब भाइको ब्लग मार्फत हेरिदिनु भयो खुसी लाग्यो होइन अब केही कमेन्टहरू छ केही यताउता छ भने केही ड्रप गर्नु होला सचाउनु पर्ने केही अब कहिलेकाहीँ सानो मिस्टेकहरू हुनसक्छ होइन अब धेरै थरीको बाइकहरू त्यस्तो भइहालेमा क्षमा प्रार्थी छौँ ल ठिक छ यति भन्दै सम्पूर्ण श्रोता माझलाई नमस्कार गर्दै बिदा हुन्छ नमस्ते हेलो एभ्रिवान फ्रम पेडल बाइक्स नेपाल आज चाहिँ म प्रो जाभा सिङ्गापुरे ब्रान्डको बारेमा रिभ्यू गर्न जाँदैछु र हाम्रो अङ्कलले मलाई सहयोग गर्नुहुन्छ यसको विषयमा रिभ्यू गर्नको लागि ल अङ्कल यसको विषयमा राम्रोसँग बताइदिनुहोस् त नमस्ते सबैजनालाई हजुर यो प्रो जाभा भनेको यो सिङ्गापुरको ब्रान्ड मेड इन चाइना यो प्रो जाभाको डेक 5 मोडल हो नि डेक 5 भनेर हजुर यो यसमा चाहिँ यसलाई बिगिनर एक्सी ट्रेल बाइक भन्छ बिगिनर भयो होइन अब तपाईँको एल्युमिनियममा भइहाल्यो एल्युमिनियम 6061 हजुर अनि यसमा फुल सिमानोको सेटअप 310 को
सिमानो सिमानोमा पनि डियोरको सिमानो डियोरको छ। अनि ब्रेक सेट पनि सिमानोकै छ। पालै जाउँ अङ्कल, त्यो डाइरेक्ट भन्दा कि छेउबाट जाउँ कि पछाडिबाट जाउँ कि अगाडिबाट आउँ ल? हामी पछाडिबाट जाने अन्त पछाडिबाट जाउँ ल, टायरबाट जाउँ सुरुमा ल। यसमा चाहिँ ओरिजिनलमा तपाईँको केन्डाको टायर आउँछ 2.1 को 27.5 × 2.1 27। अनि यो गियर सेटअपमा 3/10 सिमानो डियोर, सबै डियोरको ओरिजिनल है सिमानो डियोर। तर यो क्यासेट चाहिँ होइन रहेछ, के अरे क्र्याङ्क सेट चाहिँ होइन रहेछ। क्र्याङ्क सेट चाहिँ यो उसको नै भयो, यो जेके8 भन्ने हो। हजुर हजुर। कति हो 3/7 3/10 ए 3/10 3/10 डियोरको हजुर 30 गियर भन्छ 30 गियर। अब यहाँ भन्दाखेरि 30 तर 3/10 अगाडि 3 पछाडि 10। यो चाहिँ हाम्रो 3 एक्सल होइन, क्विक रिलिज हो। यो क्विक रिलिजमा हजुर, यो क्विक रिलिजमा तपाईँको गाडीमा या कहीँ बोकेर लैजानु पऱ्यो, हजुर अब एक ठाउँबाट अर्को ठाउँ जानु पऱ्यो भने या झिक्न निकालेर स्पेस कम भएको ठाउँमा पनि तपाईँको खोलेर ब्याग प्याक गर्न मिल्यो। अनि तपाईँको यो अल्मुनियमको भइहाल्यो। अनि लकआउट फोक छ यसमा, डाइरेक्ट फोक चाहिँ लकआउट हाइड्रोलिकमा भयो। डाइरेक्ट फर्स्टमा जाने पहिलो सुरु यतातिर जाउँ न, यो बिचतिर। जस्तै यसको चाहिँ हाम्रो 3/3 रहेछ अङ्कल होइन, 1/3 र 3/3 को बिर्सेमा थोरै भन्नु त। 1/3 र 3/3 भन्दा अहिले 1/3 अलिकति पपुलर भयो जस्तो लाग्छ। हजुर हजुर। तर बिगिनर अलिकति एज गएको हो, अलिकति मैले अलिक सक्दिनँ कि भन्नेलाई 210 310 एकदम बेस्ट। किनभने अब उकालोमा पनि अब चलाउँदाखेरि धेरै एफोर्ट लाउन नपर्ने, अनि ओह्रालोमा पनि स्पिड जानु पर्दाखेरि ठुलोले सहिलो गर्यो, अनि उकालोमा उक्लिनु पऱ्यो नि यो सानो छ। अनि त्यसले गर्दाखेरि तपाईँको जस्तो उकालो पनि चलाउनु एकदम सहिलो भयो। अब 1/3 मा के हुन्छ भने तपाईँको एउटै हुन्छ, अप्सन नै हुँदैन क्या। त्यो चाहिँ डाउनहिल हान्नको लागि तिनीहरू सजिलो भयो धेरै चलाउन। डाउनहिल र एन्ड्युरोको लागि एकदम बेस्ट भयो वान चाहिँ। तपाईँको यो क्रस कन्ट्री सिरिज यस्तो चलाउनको लागि तपाईँको सुरु बिगिनरको लागि भनौँ है त। हजुर हजुर। अब उहाँहरूको लागि एकदमै सजिलो हुन्छ कि तपाईँको उकालो चढ्नलाई। म उकालो तान्न सक्दिनँ होला भन्नै परेन, यो बाइक लिएर गएपछि जस्तो उकालो पनि बिस्तारै यो फ्रेमको साइज चाहिँ कति छ अङ्कल? यो फ्रेम साइज चाहिँ हामीसँग स्मल र मिडियममा अभाइलेबल छ। स्मल र मिडियममा हजुर। यसको यो पछाडिको 29 कि 27? यो 27.5 27.5 यो 27.5 को अब फ्रेम चाहिँ तपाईँको स्मल र मिडियममा अभाइलेबल छ। यो स्मल भयो। अब चाहिँ हामी अगाडिपट्टि जाउँ अङ्कल, सस्पेन्सनको बारेमा जाउँ। सस्पेन्सन चाहिँ हाइड्रोलिक लकआउट, रिमोट लकआउट, कम्पनीकै असेम्बल भयो, सिङ्गापुरी कम्पनी। हजुर। अनि तपाईँलाई भोलि अप्सन अर्को चाहियो भने हामीले रक्सक्सहरू गरेर अपग्रेड गर्न राखेको छौँ। टायरहरू सबै के टेपर हो अङ्कल फ्रेम? यो टेपरमा आएको छ लकआउट। अनि लकआउट चाहिँ तपाईँको रिमोट लकआउट दिएको छ, आफै लकआउट गर्नु यो सजिलो हुन्छ। अलिकति उकालोमा तपाईँले लक गर्ने यो 100 mm कै हुन्छ। 100 हजुर, क्रस कन्ट्री मोस्टली 100 नै हुन्छ क्रस कन्ट्रीमा। पहिला 80 बाट स्टार्ट हुन्थ्यो, अहिले 100। अनि यसको अगाडिको हबहरूको बारेमा, पछाडिको हबहरूको बारेमा? सबै सोलनको हब छ हजुर। तपाईँको क्विक रिलिजमा भयो। यो साइकललाई बजेटेबल साइकल पनि भन्न पायो। बजेटेबल भन्न पाइयो हजुर। अलि बेस्ट पार्ट्समा बजेटेबल। अब बजेटेबल भन्नाले त मार्केटमा धेरै सस्तो पनि छ। सबै कपी सामान, लोकल सामान, चाइनिज सामानहरू भएको भएर सिमानो डियोरको ओरिजिनल सेटअपमा अहिले हामीले राम्रो अफरमा, त्यो पनि सिङ्गापुरी कम्पनी। हाम्रो ट्याग प्राइस चाहिँ 94,900 छ। ए 94,000 तपाईँको अब अहिले चाहिँ हामीले अफरमा चाहिँ 65,000सम्म। 65 मै आयो फुल अफर। हुन त हो 65 मा अब यतिको साइकल आउनु त धेरै राम्रो कुरो। अब प्रो जाबा अब अहिलेको त्यो फ्रेमहरू बजारतिरको भाँचिने यताउति त्यस्तो त खासै हुँदैन। यसको फ्रेममा वारेन्टी ग्यारेन्टी यसमा चाहिँ 5 years ग्यारेन्टी नै छ। ग्यारेन्टी नै छ भनेपछि त हो, ब्रान्ड भनेको ब्रान्ड नै हुन्छ नि त, ग्यारेन्टी पाएपछि त होइन। अनि यसमा अर्को के छ अङ्कल? यसको हाम्रो रिमहरू अब सबै अलैको भयो, अल्मुनियम भएपछि प्रो जाबाकै अलै रिम भयो। यो यस्तो सिरिजमा तपाईँको रिमहरू त्यति उहरू एकदम हाईमा आउँदैन। अब यो बजेटमा त के नै आउँछ, नर्मल रहेछ। अब सिमानोको कम्पोनेन्ट्सकै प्राइस हिसाब गरेर 40-50 हजार पर्छ अब साइकल। तर एकदम बेस्ट अफर हो यो चाहिँ अहिले चाहिँ हामीले। हजुर 15 भनेपछि यो मिडियमको जस्तो छ है। यो मिडियम, यो स्मल 15 भनेपछि स्मल 15 हुन्छ, 16 चाहिँ मिडियम चाहिँ 17 हुन्छ, लार्ज चाहिँ 19 हजुर। यो स्मल भनेपछि तपाईँको 5-6 सम्मले चलाउनु मिल्यो। हुन्छ अङ्कल, अब लास्टमा केही भन्नु छ कि हामी केही छुटेको छ कि यसको विषयमा, साइकल विषयमा? अब भाइको ब्लग हेरेर आउनुभएका ग्राहक साथीभाइहरूलाई अब केही विशेष उपहारको पनि हामी व्यवस्था गरिदिनेछौँ। हजुर यति भन्दै पेमे भ्लग्सको भाइलाई मुरी शुभकामना, धन्यवाद पनि टक्राउँछु सबभन्दा त होइन। हजुर यहाँ आएर यति बाइक रिभ्यू गरिदिनु भएकोमा। हजुर
यति भन्दै सम्पूर्ण यो भ्लग्स हेर्ने च्यानल हेर्ने साथीभाइहरूलाई पुनः स्वागत गर्दै यही बिदा हुन चाहन्छु। हस् त, धन्यवाद, नमस्ते।